डाक्टर भोला रिजाल शब्द संगीत र स्वरको त्रिवेणी हुनुहुन्छ। मेरो देश डुब्नै लाग्यो। गीति लेखनका हिसाबले 2020 सालतिरबाट म मान्दिन जात र धर्म कसैको गीतबाट यात्रा सुरु भएको हो। 16 वर्ष जवानीमा लेखेको उहाँको प्रगतिशील गीत बनारस पढ्दताका गाउँदै हिँडेको याद ताजै छ। औपचारिक रेकर्डका हिसाबले भने 2026 सालमा मेरो पौवा पार्टी हो। आफ्नै रचना संगीत र स्वरमा रेकर्ड भएको यो गीत डाक्टर रिजालको सांगीतिक इतिहासको दस्तावेज बनेको छ। डाक्टर रिजाल 2004 साल कार्तिक 14 गते धरानको पुरानो बजारमा बुवा जननी प्रसाद रिजाल र माता पूर्णमाया रिजालको साइलो सन्तानका रूपमा जन्मिनु भएको हो। उहाँ सानैदेखि हरेक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत विशेष रुचि राख्नुहुन्थ्यो। हुने खाने परिवारमा जन्मिएकाले उहाँको बाल्यकाल सुखद नै थियो, तर उहाँ अरूका बारेमा बढी चिन्ता गर्ने स्वभावको हुनुहुन्थ्यो। त्यसैले त गाउँलेलाई कुनै समस्या पर्दा दौडेर सेवा गर्न पुगिहाल्ने गर्नुहुन्थ्यो। एसएलसीको तयारी गर्दै गर्दा 15 वर्षका डाक्टर भोला रिजालको विवाह 12 वर्षीय सरला घिम्रेसँग भएको थियो, जबकि त्यो बेला उनलाई विवाह श्रीमती भनेको कुरा के हो भन्ने राम्रोसँग थाहा थिएन। बुवा जननी प्रसाद गीत कविता लेख्नुहुन्थ्यो, छोरालाई पनि यसमा प्रोत्साहन गर्नुहुन्थ्यो। त्यस्तै हजुरबुवा ध्रुवलाल रिजाल त्यो जमानाका नाम चलेका कवि हुनुहुन्थ्यो। पारिवारिक पृष्ठभूमिलाई निहाल्दा पनि डाक्टर रिजालको साहित्यप्रतिको रुचि पुर्खाको उपज हो भन्दा फरक नपर्ला। 2026 सालमा उहाँ ढाकाबाट फर्किँदा रेडियो नेपालमा भोग्य प्रसाद शाह निर्देशक थिए। भोग्य प्रसाद शाहले नै नातिकाजीलाई भोला रिजालले लेखेको गीत मेरो पौवा पार्टी रेकर्ड गरिदिन भनेका थिए। तत्कालीन समयमा रेडियो नेपालमा लाइभ वाद्यवादनमा गीत रेकर्ड गर्नु पर्थ्यो। नातिदाईले आफै पियानो बजाएर उक्त गीत रेकर्ड गराइदिनु भएको थियो, डाक्टर रिजाल सम्झनुहुन्छ। त्यस्तै 2044 सालमा उषा किरण अधिकारीको स्वरमा रेकर्ड भएको गीत वनभरि फूल फुल्यो पनि उहाँको गीति लेखनको खुड्किलाहरू चढ्दै गरेको क्षणको गीत हो। भोला रिजाल ग्रामीण परिवेशलाई माया गर्ने व्यक्ति हुनुहुन्छ। यो कुरा उहाँले लेखेको गीतले नै पुष्टि गर्छन्। मेरो पौवा पार्टी गीतमा ग्रामीण भेगको छनक छ। अहिलेसम्म उहाँले 3500 भन्दा बढी गीत लेखिसक्नु भएको छ। गीत रेकर्डका हिसाबले भने 300 भन्दा बढी गीत रेकर्ड भइसकेका छन्। गायनको यात्रामा जम्मा 12 दिन मात्र पुतली सडक स्थित सङ्गीत महाविद्यालयमा भोकल कक्षा लिनुभएको थियो। गीति लेखनका हिसाबले करिब 6 दशक पुगिसकेको छ। पेसाले चिकित्सक भए पनि साहित्य र सिर्जनामा सदैव दत्तचित्त भएर लाग्नुभयो। गीत लेख्ने, गाउने र सङ्गीत भर्ने काम निरन्तर गरिरहनु भयो। उहाँको 13वटा एल्बम प्रकाशन भइसकेका छन्, जसमा मेरो पौवा पार्टी, ईश्वर आफै बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारङ्गीको तार टुट्यो, यात्रा, पपकर्न लगायतका रहेका छन्। त्यस्तै 8वटा चलचित्रमा पनि निर्माण, कथा लेखन, गीति लेखन समेत गर्नुभएको छ। लक्ष्मी पूजा, छोरी बुहारी, जुन तारा, साथी, 1 नम्बरको पाखे, अप्सरा, उकाली ओराली र गौँथली उहाँले बनाएका, कथा लेखन गरेका र गीत लेखेका चलचित्रहरूमध्ये पर्छन्। यस चलचित्रमाथि धेरै विद्यार्थीले थेसिस गरी डिग्रीको उपाधि समेत हासिल गरिसकेका छन्। यी चलचित्रमा उहाँको गीति लेखनले अझै उचाइ कायम गरेको पाइन्छ। मैना हे मैना, निधारमा रातो माटो, शिरमा टोपी राखे, भागेर भए पनि आऊ जस्ता दर्जनौं हिट गीत रहेका छन्। डाक्टर भोला रिजाल यति बेला पनि गीति लेखन र जीवनी लेख्ने क्रममा नै व्यस्त हुनुहुन्छ। दराजभरि गीतका पाण्डुलिपि राखिएको छ, जुन छिट्टै प्रकाशनमा आउने तयारीमा छन्। 3000 गीतहरू लेखिएका छन्। कति गीतहरू डायरीमा कोरिएका छन् भने कति टाइपिङ भएर सुद्धासुद्धी हेर्ने क्रममा छन्। त्यस्तै आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै आत्मकथालाई सार्वजनिक गर्ने तयारीमा रहनुभएको छ। जना र समाजसेवामा पनि सक्रिय रहनुभए बापत रिजालले अहिलेसम्म गोर्खा दक्षिणबाहु, कलिउड सिनेमा पुरस्कार, म्युजिक नेपाल पुरस्कार, छिन्नलता गीत पुरस्कार लगायत दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ। चिकित्सा पेसामा उहाँको नाम जति ओजपूर्ण छ, त्यस्तै गहन पहिचान गीति लेखन क्षेत्रमा पनि कायम रहेको छ।
गीतकार सङ्घ नेपालको स्थापना दिवसको अवसर पारेर अग्रज गीतकार डाक्टर भोला रिजाललाई 1,51,000 नगद राशिको अमर भावना राष्ट्रिय सम्मान गीतकार सङ्घ नेपाल 2080 अर्पण गर्दछौँ। सुस्वास्थ्य दीर्घ जीवनको कामनासहित आगामी दिन पनि अझै ऊर्जाशील र सृजनशील बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।